अनि यो छुट्टिन चाहिँ धेरै वर्ष पुरानो छुट्टिन। आज हाम्रो यहाँ सामा गाउँमा पूजा भइरहेछ। अनि यो पूजा चाहिँ महिनामा एकचोटि हुँदो रहेछ। हाम्रो टिबेटनको दसगते चाहिँ यो पूजा हर महिनामा एकचोटि गर्दै रहेछ। जुन अहिले यो पूजा गरिरहेछ त्यो ठाउँको नाम चाहिँ मङा भन्छ। मङामा धेरै वर्ष पहिलाको गुम्बा यो चाहिँ नयाँ गुम्बा रहेछ। नयाँ गुम्बा भनेको धेरै वर्ष भइसकेन, यो नयाँ गुम्बा रहेछ जुन पूजा गरिरहेछ। अलि गुम्बा बाहिरको भ्यू चाहिँ यस्तो देखिरहेछ। अलि हिउँ माथि पुरा हिउँ रहेछ अनि यस्तो देखिरहेछ। यो चाहिँ गुम्बा बाहिर हो, अहिले भित्र चाहिँ पूजा भइरहेछ। अनि यो चाहिँ माने भने यो भित्र सबै मन्त्र हुन्छ। अनि जुन यो गुम्बा छ यो गुम्बाको चाहिँ गुम्बा वरिपरि सबै यही माने लगाएको छ पुरा लेन गरेर। अनि यहाँ गाउँको मान्छेहरू कहिले टेम्पो चढाउँदाखेरि बिहान बेलुका यो माने घुम्नले आउँछ। अनि यो गुम्बा चाहिँ धेरै पुरानो गुम्बा हो अरे, धेरै वर्ष पुरानो गुम्बा हो रहेछ। अनि यो माने चाहिँ सबै गुम्बाको वरिपरि सबै यही माने लगाएको रहेछ। अब जुन यो ठाउँ चाहिँ देखिरहेछ गुम्बाको पछाडि टाढादेखि खिचेको। अहिले पूजा भइरहेछ, त्यही गुम्बाभित्र चाहिँ पूजा भइरहेछ। जुन हामी देखिरहेछ त्यही भित्र चाहिँ पूजा भइरहेछ। हाम्रो यो सामा गाउँमा चाहिँ 1-2 दिन अगाडि ठुलो हिउँ पऱ्यो। अनि त्यही भएर अहिले सबै त्यो भइरहेछ। आज पनि बिहानदेखि पानी परिरहेछ। अनि केही दिन अगाडि चाहिँ ठुलो हिउँ पऱ्यो। अनि यो चाहिँ यस्तो अञ्चल छ, एकदम राम्रो देख्दो रहेछ। अनि यो जुन यो छापनीहरू धेरै छापनीहरू राखिएको छ। त्यो छापनीहरूमा चाहिँ सबै मन्त्र लेखिएको हुन्छ, टिबेटन अक्षर मन्त्र लेखिएको छ। अनि यो अहिले पूजा भएको गुम्बा चाहिँ अनि यता चाहिँ यो ठाउँहरू चाहिँ पहिला पुरानो गुम्बा, धेरै पुरानो गुम्बा रहेछ, धेरै वर्ष पहिलाको।